नेपाली त तपाईँको अहिले 2011 पछाडि त यति नेपाली छ कि तपाईँको एभ्री सुपरमार्केट एभ्री महलमा गयो भने एउटा नेपाली अनुहार चाहिँ देखिन्छ कि देखिन्छ है। अब आफ्नो दाङको घर कता दाइ नेपाल? मेरो दाङ हो? दाङ देउखुरी साइडतिर हो क्या दाङको स्थिति। सैटरडे संडे छुट्टी हुन्छ नि त मान्छेहरुको त्यही भएर सबै घुम्न आउँछ ए हजुर हजुर। सो फेरि ब्याक टु बुकारेस्ट। जस म चाहिँ हिजो आएर ठ्याक्क पछाडि हिजो न बिहान साँच्ची किनभने म सुतेको थिएँ त्यही भएर कन्फ्युज भएछ म सुतेँ अनि सुते पछाडि अहिले भर्खर उठेँ फ्रेस सुत्नुभन्दा अगाडि नै म नुहाइधुवाइ गरेर पुरै फ्रेस भएर सुतेको थिएँ किनभने त्यो बसमा आउँदाखेरि त्यही 14-15 घन्टाको त्यो जुन चाहिँ त्यो जर्नी छ त्यहाँबाट जिउने कस्तो उयो भइरहेको थियो पुरै त्यो फोरी जस्तो फिल भएर थियो जस्ट नुहाइधुवाइ गरेँ अनि त्यसपछि मजाले सुतेँ फ्रेस भएर। अनि अब हामी जानेछौँ फर्स्टमा पेट पूजा गर्नलाई। अहिले 1:30 भइसकेको छ यार कति 3 घन्टा सुतेँ क्या हो 1:30 भइसकेको छ अनि 1:30 भइसक्यो। अब यहाँबाट फर्स्टमा हामी जाँदैछौँ माछापुच्छ्रे रेस्टुरेन्ट जाँदैछौँ नेपाली रेस्टुरेन्ट। त्यहाँ ढिँडो नि पाउने रहेछ त्यहाँको ढिँडो ट्राई गर्नु मन लाग्यो मलाई त्यहाँ फर्स्टमा ढिँडो ट्राई गर्छु अनि त्यसपछि भनेको आजको प्लान भनेको अस्ति हामी जान नपाएको यो ओभर मार्केट अनि यहाँ हेर्नेछौँ कस्तो के कस्तो छ त्यहाँ अनि जस्तो अस्ति त्यो हेर्नु नपाएको ठाउँ फेरि हेर्नको लागि पनि जो मेरो त्यस्तो भएको हुनसक्छ मलाई इन्ट्री डिनाइ गरे हुनसक्छ। तर वेदर चाहिँ अहिले वेदर कुरामा पर्दा यस्तो गर्मी छ कि बाबा यस्तो गर्मी छ कति 32 डिग्री सेल्सियस छ अहिले यहाँ। अनि युरोपमा कमै ठाउँमा मात्र यसरी यो भित्तातिर पोस्टर टालेर राखेको एडभर्टाइजहरू गर्ने फिल्मको पोस्टरहरू टाल्ने कमै मात्र हुन्छ यसरी भित्तामा यसरी टाल्ने यो ठ्याक्क हाम्रो नेपाली पारा यस रोमानियामा चाहिँ यो रहेछ। मैले लगभग पनि धेरै त्यस्तो मैले देखेको कोही अरू ठाउँमा देखेको मलाई त्यस्तो याद छैन यार। अनि यो रोमानियामा चाहिँ स्टिल पनि यो अहिलेको नयाँ मोडर्न बसहरू जस्तो यो ब्याट्रीको बसहरू पनि जस धेरै नै देखेँ मैले। त्यो सँगसँगै यहाँ ट्रली बसहरू पनि जस धेरै जस रहेछ यहाँ ट्राम छ जस पब्लिक ट्रान्सपोर्टेसनको लागि चाहिँ त्यो स्टप नच रहेछ भनौँ अहिले रोमानिया चाहिँ यो बस हो कि होइन यही होस्तो छ ट्रली यही 97 हो ट्रली बस हो माथि यसको जुन चाहिँ माथि बत्तीबाट चल्ने हो चलिरहेको छ हामी चढ्नेछौँ भित्र। सो फाइनली बसबाट निस्किसकेको छु म अनि स्टिल यिनीहरूको ट्रली बसको यिनीहरूको तार चाहिँ यिनीहरूको ठाउँमा हेरी हुन्छ जस्तो क्या ठ्याक्क यसरी कनेक्ट हुँदो रहेछ है त्यो त अघि त जोडेको थियो अहिले छैन भनेको त ठ्याक्क यसरी माथि यसरी कनेक्ट भएर जाने रहेछ यसरी चलाएर चाहिँ इलेक्ट्रिसिटीबाट चलो ठिकै छ। अब यो भन्दै अब हामी आफ्नो गन्तव्यतिर फेरि लम्किँदैछौँ। अरे वाह यो घरहरू त अलिकति कस्तो युनिक खाले अलिकति उयो जस्तो रहेछ। यो अङ्गुर पनि बाटोमै फुल्याएर रहेछ यार बाटोमा भन्दा पनि मान्छेको घरमा आउँदै रहेछ तर बाहिर बाटोभरि छ पुरै बाटोभरि यो बाहिरतिर नि अङ्गुर यसरी फलाएर छ यहाँ यिनीहरूको ठ्याक्क यसमा ठ्याक्क यो घरको मान्छेको उयो होला यहाँ चाहिँ क्यामेरा राखेको रहेछ। पाक्न पाकेको छैन अमिलो छ यस्तो अमिलो पनि छैन यार ठिकै छ तर यस्तो मिठो नि होइन फेरि। यो यहाँ पनि बाटोमा आउँदाखेरि यहाँ नै रहेछ यहाँ चाहिँ पाकेको जस्तो रहेछ यता चाहिँ पुरै कालो कालो पनि भइसकेको रहेछ है यो चाहिँ पाकेको होला यो ट्राई गरिदिनु एउटा कालो छ ए पाकेको रहेछ यस मिठो रहेछ यो चाहिँ कालो अङ्गुर रहेछ खै कालो पनि थियो हरियो पनि थियो। यहाँ रहेछ यो नेपाली रेस्टुरेन्ट माछापुच्छ्रेको नेपालको धन्दा गरेर माछापुच्छ्रे रेस्टुरेन्ट एन्ड बार भनेको छ ठिकै छ। यहाँ सबै कुरा पाउने छ मोमोसम्म इधर उधर ढिँडो पनि पाउँछ भने मैले लेखेको मेनुमा अब जाउँ भित्र गएर हेरौँ मेनु चाहिँ के यस्तो रहेछ यो रेस्टुरेन्टको सबै नेपाली खानाहरू नै रहेछ भनौँ। यो आइसकेको छ मेरो कोदोको ढिँडो र चिकन ठ्याक्कै हाम्रो ठ्याक्क नेपालमा जस्तै सो अस्ति यो यस भात छ धाउको अझै ठ्याक्क दुबई पछाडि आज खाँदैछु मैले यो कोदोको ढिँडो। ढिलो नगरिकन म चाहिँ पेट पूजा गर्ने काम गर्छु किनभने पेट पूजा गरेर मेरो आफ्नो पूजा हुन्छ त्यही भएर
अहिले म खानाको लाग्छु पहिला म चाहिँ यो माछापुच्छ्रे होटलको यता दाईसँग छु दाईको नाम के थियो दाई दिनेश थापा दिनेश थापा मगर है दार्जिलिङबाट दाई हजुर त्यही त खाना एकदमै मिठो लाग्यो खाना जस एकदमै राम्रो थियो एकदमै जस यो ढिँडो र त्यो चाहिँ मैले जस नर्मल युरोपमा हत्तपत्त मैले कहिले देखाएको थिएन जस यहाँ नि फर्स्ट टाइम ढिँडो पाएको चाहिँ ढिँडो जस एकदमै उयो भयो मिठो थियो नेपालको एउटा स्वादलाई त्यही नेपालको स्वादलाई टपक्क टिपेर यहाँ रोमानियामा ल्याएर यसो नेपाली दाजुभाइहरूलाई एउटा नेपाली स्वादको परिचय दिनु मात्रै हो किनकि नेपालमा पाउने इन्ग्रिडियन्ट र यहाँ पाउने इन्ग्रिडियन्ट त फरक छ लगभग नेपालकै जस्तै स्वाद ल्याउने प्रयास मात्रै हो हजुर त्यो तर एकदम मिठो थियो दाइ कहिले अनि अस्ति जनवरीमा कहिले आउनु जनवरीमा म फेब्रुअरीमा तपाईँको फेब्रुअरी 15मा रोमानिया आइपुगेको बुकारेस्टमा हजुर फर्स्ट टाइम त्यो जाडो थियो त्यहाँमा दाइ आई थिङ्क त्यो समयमा तपाईँको -1 सम्म पुगेको थियो -1 -2 सम्म ए -2 भने त्यस्तो एक्सट्रिम त होइन यहाँ एकदम जाडो भनेर पनि त्यो जनवरी डिसेम्बरतिर हुन्छ होला त फेब्रुअरी यसपालि चाहिँ अब अलिक त्यो अब के भन्छ अब वर्ल्डमै तपाईँको ग्लोबल वार्मिङले गर्दा हजुर तपाईँको जनवरी हुनुपर्ने हजुर फेब्रुअरी मार्चसम्म भइरहेको ए त्यस्तो जाडो चाहिँ -1 to त्यस्तैसम्म -4सम्म पुगेको छ -4सम्म है तर यहाँ चाहिँ अब कुन होला नि अब सेक्टर 1 के ठाउँमा गएर जे सब कहाँरी चाहिँ अब मैले चाहिँ त्यो -2 -3 ए हजुर हजुर तर मैले अब यहाँको अनुभव चाहिँ अब यो गर्मी त अस्ति अब लास्ट तपाईँको यो मार्च अप्रिलमा तपाईँको फेरि 41-40 क्रस थियो ए हजुर हजुर त्यही म हिजो यता हिँड्दा त्यो बेकरीतिर नि हाम्रो नेपाली दाजुभाइ टन्न काम गर्नु हुँदो रहेछ त्यस काम गर्नेको उहाँको आफ्नै होला एकजना दिदीसँग नि एकछिन कुरा भएको थिएँ उहाँहरूको अर्को ठाउँमा नि ब्रान्च छ भन्दै थियो त्यो नेपाली टन्न रहेछ अहिले त नेपाली त तपाईँको अहिले 2011 पछाडि त म्याक्सिमम् छ रोमानिया हाम्रो है तपाईँको अब अहिले त रिसेन्टली तपाईँको 2022 पछाडि अहिले 25मा त नेपालीहरू यति धेरै छ कि तपाईँको अब युरोपियन कन्ट्री भएर पनि एउटा सेन्जेन पछाडि आफ्टर सेन्जेन पछाडि लगभग तपाईँको बुकारेस्टमा मात्रै नभएकै स्पेसली बुकारेस्ट अब क्यापिटल सिटी भएर पनि हजुर हजुर त्यसमा तपाईँको यति नेपाली छ कि तपाईँको एभ्री सुपर मार्केट एभ्री महलमा गयो भने एउटा नेपाली अनुहार चाहिँ देखिन्छ कि देखिन्छ है अब आफ्नो अब रोजीरोटीको लागि भनौँ होइन एकदम अब देशको अब छँदैछ त्यो त अब एउटा त्यो कामको सिलसिलामा धेरै नेपाली दाजुभाइ भेटिन्छ आफ्टर सेन्जेन तपाईँको धेरै छ नेपालीहरू लगभग आउने क्रम अझै बढी छ अब कतिपय अब आउने क्रम पनि छ कति अब फेरि अब यहाँको मैले सुनेको यहाँको अब धेरै अब ओभरलोड भयो डिमान्डले गर्दाखेरि त्यसले गर्दाखेरि अब अक्टोबर नोभेम्बरसम्म अझै त्यो कति त्यो डकुमेन्टेसनहरू डिस्टर्ब पनि भएको छ नि फेरि अब खुलेको पनि छ हुनेछ धेरै छ अलिक क्रेज छ रोमानिया आउने नेपालीहरूको एउटा राम्रै लहरै लागेको छ तपाईँको यो त्यो त अस्ति म बुल्गेरिया नि गएको थिएँ बुल्गेरियामा नि एकजना हाम्रो दाइसँग कुरा हुँदा तपाईँको सेन्जेन पछाडि चाहिँ वात्तै नै मान्छेहरू एकदमै त्यो आकर्षित भएर चाहिँ कि सुनेको पहिला पोर्चुगलतिर पहिला त्यहाँतिर सुनिन्थ्यो त्यति धेरै नेपालीहरू अब अहिले त तपाईँको म्याक्सिमम् बुकारेस्टमा तपाईँको नेपालीहरू अब मैले सुनेको होइन एक्ज्याक्टली अब त्यो आर्टिकल त मलाई थाहा छैन होइन थाहा छैन तर मैले सुनेको एराउन्ड 30,000 to 40,000 पिपल है त्यस्तो छ है त्यति छ त्यही त अनि तपाईँको नेपालीहरू चाहिँ हाम्रो अब नेपालीहरू आयो भने नर्मली के सेक्टरमा आउँछ दाइ जस्तो यहाँ कामको लागि के सिलसिलामा चाहिँ आउँछ मतलब कुनै कम्पनी अनुसार कस्तो के छ वाइस पनि छ होइन त्यसमा त तपाईँको यहाँ आउने मेनली आउने भनेको तपाईँको कम्पनीमा वेयर हाउसमा कम्पनीमा अनि म्याक्सिमम् नेपालीहरू आउने भनेको तपाईँको रेस्टुरेन्ट लाइन भयो रेस्टुरेन्टमा चाहिँ म्याक्सिमम् भनेको अब कतिपय चाहिँ अब उनीहरूको कति इङ्ग्लिस छ उनीहरूको राम्रो अब क्वालिफिकेसन छ भने कोही अब राम्रै अब पोस्ट तपाईँको बारटेन्डरहरूमा तपाईँको अब रिसेप्सनहरू भने राम्रो देखियो तर त्यही हो अरूको देश हो हजुर अरूको देश त्यही त फर्स्टमा त तपाईँले अरू राम्रो पोजिसन त गुड पोजिसन त दिँदैन होइन यहाँ आएर त्यही हो 1 year 2 year स्ट्रगल पसेपछि राम्रै छ राम्रो देखिन्छ रेस्टुरेन्ट आउनु भने उनीलाई एउटा किनभने बारटेन्डरसम्म त नलेज हुनु पऱ्यो या त अब किचनसम्म त नलेज हुनु पऱ्यो होइन अब आउने भनेको सुरुमा आउने भनेको त हेल्पमा राखिदिनु हजुर होइन त्यो चाहिँ अब नेपालको नम्बर 1 सेप भए पनि यहाँ आएपछि हेल्परबाटै स्टार्ट सुरु गर्नुपर्ने किनभने अब अहिले चाहिँ अब मैले देखेको चाहिँ अब कति अहिलेको जो अब 24-25मा चाहिँ अब कति चाहिँ अब अहिलेको युवा पुस्ताहरू चाहिँ तपाईँको यो फुड डेलिभरी फुड डेलिभरी अब लेडिजहरूको लागि चाहिँ तपाईँको होम केयर भने तपाईँको हुन्छ नि अब होमहरूमा अब यहाँ केही अब रोमानियाहरूको अब चाइल्ड केयर जस्तो छ न त अब त्यो चाहिँ अब मेन एग्रिकल्चर पनि छ एग्रिकल्चर होस्टेल
तपाईँको म्यानुफ्याक्चरमा धेरै नै छ तर त्यही हो हामी नेपालीको तपाईँको क्वालिफिकेसन अब जे छ त्यसमै यहाँ आएर फिट हुने हजुर भनेपछि तपाईँको लगभग भनेपछि सबै सेक्टरमै रहेछ भनौँ न है एकदमै सबै सेक्टरमै छ देखेको धेरै छ अब हेल्थ सेक्टरमा चाहिँ अब सायद अब नेपाललाई सायद अब नलिकन हुनसक्छ होइन अब सायद अब ल्याङ्ग्वेजले गर्दा नि होला मेन त ल्याङ्ग्वेजले गर्दा मेन त ल्याङ्ग्वेज चाहिँ भइहाल्यो तर मैले देखेको छु अब फुड डेलिभरी कन्स्ट्रक्सन होटेलमा त्यस पछाडि तपाईँको अब चाइल्ड केयरको रूपमा पनि छ अहिले त नेपालीहरू 0 लेभलदेखि टपसम्मै टपसम्म छ त्यही त अनि नर्मली लग्यो आयो भने अब स्यालेरी नर्मल एभरेजमा कति जस्तो हुन्छ दाइ जस्तै अब फर्स्टमा बेसिकमा आयो भने जस्तै नर्मली हाम्रो नेपालीहरूको भनौँ अब नेपाली भन्नाले जसको पनि अब त्यस्तै त्यो आयो भने चाहिँ यहाँ रोमेनियामा चाहिँ स्यालेरी नर्मली बेसिक चाहिँ कति जति हुन्छ दाइ कम्पनी अनुसार पनि छ उसको क्वालिफिकेसन चाहिँ पनि छ त्यो त छ तपाईँको 25 देखि 30 देखि ओभर बेसिकली है त्यही त होला कुनै कम्पनीको अब राम्रो पनि होला अब क्वालिफिकेसन स्किल अनुसार क्वालिफिकेसन अनुसार त्यही त्यही हो अब 3-4 देखि स्टार्ट छ धेरै फ्याक्टरले फरक पार्छ त्यही त त्यो तपाईँको अब केमा आएको छ त्यसमा पनि फरक पर्छ हजुर 3-35-4 त्यही हो त्यसमा उसको अब स्किल उसको अब केमा अब नलेज छ त्यसमा डिपेन्ड गर्छ हुन्छ है तपाईँको राम्रै भएर त होला नेपालबाट युवाहरू यहाँ दिन प्रतिदिन होइन हजुर एकदम गन्तव्य भनेको जस्तो लाग्छ कि है आउने क्रम अझै छ अझै नेपालबाट यति सुनिन्छ कि तपाईँको क्या चाहिँ हुन्छ अब रोमानिया सबैको मुखबाट रोमानिया त्यही त फेरि पनि आउनु होला कि हजुर त्यसलाई त्यो के भन्छ एउटा नेपाली पढ्ने एउटा नेपाली टेस्ट दिने प्रयास छ हजुर त्यही कतिपय कुराहरू नेपालबाट ल्याएको सामानहरू नै छ कतिपय खानेकुराहरू त्यो मैले सुने तपाईँले त सुकुटी ठ्याक्क हाम्रो नेपालबाट ल्याएको टोटली त्यही त है सबै स्कुटी तपाईँको ड्रिङ्किङ आइटममा पनि तपाईँको बियर चाहिँ अब सम्भव छैन हजुर तपाईँको नाम तपाईँको लेटेस्ट यु क्यान सी ओके हाम्रो याद छ गुम्बा तिमीले याद गरेँ तपाईँको हाम्रो ओल्दरबारदेखि सबैहरू चाहिँ सबै नेपाली प्रोडक्ट छ ए भनेपछि सबै लगभग हाम्रो नेपाली नै पुरै नेपालीपन भनौँ न एउटा नेपालीपन एउटा सानो नेपालको सानो टुप्पालाई यहाँ ल्याएर ठ्याक्क यहाँनिर तपाईँले बिरुवा रोकिदिनु हो हजुर जो पनि अब तपाईँको आफ्नो रेस्टुरेन्टमा प्रयास हजुर हस् दाइ ल हजुर धेरै जस तपाईँसँग कुरा गरेर धेरै खुसी लाग्यो फेरि आउँदै गर्नु त कति भयो भने भरे बेलुकादेखि आउँछ होला अब हामी यहाँबाट जाँदैछौँ ओभर मार्केट अनि अहिले जस वेदर पनि ठिक्कको भएको छ फर्स्ट टाइम यहाँको ट्राम ट्राई गर्दैछु 3 राउन्ड काट्छ जस 3 राउन्ड चाहिँ मैले त्यहाँ बुझेअनुसार चाहिँ कति 90 मिनटसम्म जस 1.5 घन्टासम्म चाहिँ यो 3 राउन्डले काम गर्छ र मतलब मेट्रो बस यो ट्रामहरू जेले पनि त्यसो यहाँको ट्रामको हल्लीचल्ली यस भर्खरै यहाँ नेपालीहरू भेटा थियो यहाँबाट यो भित्र भन्ने कुरा छ यो ओभर मार्केट नेपालीहरू पनि पसल ससल छ भन्ने कुरा छ नेटमा चाहिँ 6 बजीसम्म देखाएको छ यहाँ अरूहरू पनि जस धेरैको स्ट्रिट फुडको लागि एकदमै पपुलर छ यो ओभर मार्केट जानै पर्ने ठाउँ भनेर भन्दैछ हेरौँ के होइन हो सबभन्दा भएपछि त के हो यो खाने मार्केट पो जस्तो लाग्यो त बजार मार्केट पो छ त दिउँसोतिर हो भने चाहिँ रमाइलो रहेछ अझ बेलुका टाइममा चाहिँ यहाँ अझ बजार लाग्नु पर्ने क्या मैले एउटा भिडियोमा देखाएअनुसार त पुरै एउटाले भनेअनुसार चाहिँ त्यस मजाको उयो छ भने चाहिँ कता बजार अनि यताबाट होइन भने अगाडिबाटै ए हुन्छ ए यहाँ चाहिँ के पछि यस्तो बजार मात्र हो कि यो खाने स्ट्रिट फुड ए छिटै बन्द भयो क्या आज चाहिँ बन्द भइसकेको रहेछ आज कुन भयो Nu, sâmbătă e până la 5, duminică e până la 3, luni e până la 2. Restul e până la 7 seara. 5 बजे बन्द भइसकेको रहेछ ल यहाँ मान्छेहरूले अब हेर्न पाएन आज ओभर मार्केट कस्तो छ भनेर यहाँ गार्ड दाइले यहाँ कडक तरिकाले बसिरहेको छ भित्र छिर्न लाग्यो भने त्यही भएर नसिरौँ होला यो ओभर मार्केटमा चाहिँ कार्ड चाहिँ एक्सेप्ट गर्दैन सिर्फ क्यास मात्र एक्सेप्ट गर्छ भनेर सुनेको थिएँ मैले अनि तर क्यास चाहिँ अब कति छ भन्ने कुरा हो यहाँ फेरि क्यास विड्र गरेर ल्याउनु बिर्छ तर यहाँ सब नेपाली देखाएको छ यहाँबाट पुरै यहाँ यो एरियाबाट कस्तो बाहिर हेर्दाखेरि सब नेपाली यो बाटोमा हिँड्ने उतातिर के छ थाहा भएन तर उताबाट पुरै नेपालीहरू आएर छ यो साइडबाट
इङ्ग्लिसै खासै नबोल्ने रहेछ यहाँको मान्छेले अनि अरूभन्दा नि बुल्गेरियातिर चाहिँ जस इङ्ग्लिसहरू बोल्नेहरू धेरै देख्यो बुढाहरू पनि अनि यङहरू पनि यहाँ चाहिँ खासै त्यति धेरैले बोलेको चाहिँ पाएन मैले हिजोतिर कन्भर्सेसन गर्दा नि खासै यहाँकोहरूले खासै इङ्ग्लिस बोल्दैन रहेछ सकेको छ हामीले सामान प्याकेज रहेछ यसो कति पऱ्यो 30 यसो कति रे 25 स्ट्रिट फुडहरू टाइपको यो भित्रको चाहिँ सब बन्द भइसकेको रहेछ अघि त्यो भित्र त्यो गार्ड भएर बसेको चाहिँ सब बन्द भइसकेको रहेछ भित्र यो बजारमा चाहिँ यो फलफुलहरू यताउता किन्ने हो भने चाहिँ यहाँ रहेछ भने यता रहेछ आर्ट्स लिएर अरू Mangiari? What is manjari? Yok da. Mangiare, no. Mangiare. Ah, okay. Papaya? How? No, papaya. Sorry, I little speak English. Okay. How you want? Big, small? Small. Small, yeah. That one is 1 million. better. Yeah, this one is better. You don't have Like- cold, right? Sorry? You don't have cold. You don't have cold. No, watermelon. have cold. Yeah. I don't have here for fridge. Yeah, I can see that. It's 19. 19. But it's too big for us because we are leaving tomorrow. We are just here for a visit. I mean, understand, if it's but possible. I think I know how small. Look here. That one is thing is better. Oh, anyways, thank you, brother, because like it's too big for us and we can't take. We are going somewhere now and we can't take it in the hand. I know so- how small. Okay, no worries. Anyway, thank you so much. Thank Thank you so much, brother. What here, bye. See you, man. अब त्यो ठुलो रहेछ वाटरमेलन अब त्यो काटेर दिउँ भनेदेखि अब यो कहाँ झोलामा कहाँ लिएर जाने कुरा भएन अब यस्तो गर्मीमा त्यो लास्ट ठुलो पनि थियो फेरि त यो रोमानियाको तरकारी बजार यो माथि नै भित्र नै रहेछ बजार के हो यस्तो सुकेको साना टोर्रे रे गुन्द्रुक टाइपको बास्न आउँछ त रोमानियनहरू तर अलिकति यिनीहरू काम खाले रहेछन् अब यो लाटभ्याको मार्केट मलाई थाहा छ यो युरोपको सबभन्दा ठुलो मार्केटमा जाँदाखेरि यो जस यसो हेऱ्यो भने अरूभन्दा नि क्यामेरा देख्यो भने चाहिँ यिनीहरूले जस अलिकति नखिचे त भन्थ्यो यहाँ चाहिँ कसैलाई के मतलब छैन रहेछ त्यो चाहिँ ठिक लाग्यो यहाँ मान्छे पछाडि बसिरहेको छ खिच्नेले खिच्दै गर्छ मतलब छैन यिनीहरूलाई सागहरू यस्तो तरकारीहरू रहेछ यता यिनीहरूको यहीँकै होला क्या मेन मैले चाहिँ यही नै मार्केट देखाएको थिएँ मैले यो अनलाइनमा हेर्दाखेरि यही मार्केटमा आउनु भयो तर बन्द भइसकेको छ यिनीहरूको चाँडै बन्द हुने रहेछ यसबाट हावा फ्यान रहेछ त है यस्तो रहेछ यो निसी भन्ने जहाँसम्म लाग्छ मलाई यो यही ससेज हो यो चाहिँ स्किनलेस ससेज हो यो चाहिँ रोमानियाको एकदमै जस पपुलर डिस रहेछ लास्टै तर चिल्लो चाहिँ चिल्लो छ खाने उयो भइसकेको छ तर्खर अब यहाँ गएर बारमा यहीँबाट निकाल्नु पर्यो क्या ड्राफ्ट बेयरको कति 7 लेउ पर्ने रहेछ मान्छे छैन सबै यस्तो देखिरहेछ भित्र सिन जोस् मजाको रमाइलो देखिरहेछ यस्तो छ 1 ड्राफ्ट बेयर अरे यार बेयरको 7 रुपियाँ पानीको 13 रुपियाँ छ त्यसैले भन्छु कि म सेभ वाटर ड्रिङ्क बेयर भनेर के बेयर सस्तो छ नि त 7 लेउ यसको 13 लेउ मैले चाहिँ यो मगाएर खाएको ठिकै रहेछ भने त्यस्तो उयो चाहिँ होइन तर ठिकै मिठो रहेछ त्यो मजाले गर्मीको लागि भनेर यिनीहरूले कस्तो खाले सिस्टम हुन्छ यहाँ पानी हाल्ने जस्तो पानी छ जस्तो त्यहाँ पानीबाट जस फ्यानको अगाडि यो पानी आएर जस्तो यता स्प्रे गरिदिनु रहेछ यो पानीको स्टोरेज होस् छ त्यसरी बनाउने रहेछ हामीले यस्तोवाला यो लगभग केबाब खाले नि मासुलाई नै यिनीहरूले यो ग्रिल गरिदिने रहेछ अब यो रेडिमेडै
रेडिमेड प्याकेटकै यिनीहरूले ग्रिल गर्ने रहेछ न आफूले बनाउने होइन रहेछ चलो ठिकै छ अब म चाहिँ बियर खान्छु अनि बियर खाएर लाग्छु होला कता आज त्यो लाइब्रेरी साइब्रेरी त गइँदैन अब बियर खाएर लाइब्रेरी गयो भने फेरि सरस्वती माता रिसाउने होला त्यही भएर म बियर खाएर लाइब्रेरी जाँदैन सिटी सेन्टरतिर नि यताउता घुम्छु होला आज जता पनि नेपाल छ यो एरियामा त कसम यो पार्कमा त त्यहाँको त्यो ओभर मार्केटदेखि अनि यहाँसम्म त सबै नेपाली छ यार पुरै नेपालीको ताती लागेको छ नेपाली बजारै भनौँ सबै त्यो पतिर बस्ने सब नेपाली भाषा बोलेर सुनिन्छ यो साइडतिर अगाडितिर भयो यो साइडतिर टन्नै छ यो सानो नेपालीहरू धेरै देख्न सकिन्छ यतातिर हेलो हेलो कहाँ पार्क रेस्ट गरेर बस्नु भएको छ है हजुर यता यो बेलुकातिर यसो घुम्नको लागि यो एरियातिर के कति के सजेसन छ तपाईँहरूको छैन है जस यो एरियामा नेपाली धेरै यहाँ चाहिँ यो एकदमै धेरै थियो कि त्यहाँ बसिरहेको त्यस हाम्रो टन्नै थियो नि त्यही भएर यहाँ चाहिँ सैटरडे सन्डे छुट्टी हुन्छ नि त मान्छेहरूको त्यही भएर सबै घुम्न आएछ ए हजुर हजुर नर्मली चाहिँ हाम्रो हजुर ए हजुर त्यही त ए हस् त हुन्छ नि त है हस् त ल आज शनिबार अनि शनिबार भएर नि जस आज यो विकेन्ड छुट्टी भएर नि जस धेरैजना यो मार्केटमा अनि यो प्लस यो पार्क पनि छ र यता साइडमा पार्क पनि रहेको छ अनि पार्कतिर भएर नि होला यस धेरै नेपालीहरू आज यहाँ देखेको कारण चाहिँ उनीहरूको स्थिति यहाँ चाहिँ के यस्तो सानो कटेज जस्तो बनाएर मान्छे बस्ने ठाउँ बनाएको रहेछ त यो सबभन्दा नि यता बस्ने ठाउँ चाहिँ एकदमै राम्रो लाग्यो किनभने गर्मीको टाइममा यताउता जस बनाइदिएको रहेछ पार्कभित्रै भए पनि यसरी सानो कटेज जस्तो बनाइदिएको रहेछ त्यो नि चटपटे बनाएर नि बेच्ने हो क्या चटपटे नि बनाएर बेच्ने रहेछ नेपालको जर्सी लाग्यो नि देख्न सकिन्छ चटपटे प्लेटको कसरी हो त प्लेटको कसरी हो 20 रुपियाँ एक प्लेट गरिदिनु न त नि हजुर दाइको आज यो आइतबार मात्र हो कि यहाँ व्यापार अरू बेला नि हुन्छ आइतबार मात्र है यस्तो गर्मीको टाइममा जस मजाले पार्कमा बसेर चटपटेको मजा लिन छुट्टै नै मजा आउँछ भनौँ यस्तो छ दाइको व्यापार त आइतबार त राम्रै हुन्छ है दाइको घर कता दाइ नेपाल दाङ हो दाङ देउखुरी साइडतिर हो क्या हिजो एकजना दाइ पनि मैले दाङकै देखेको दाङको ठाउँमा छ क्या यहाँ दाङको छ नि है पश्चिमतिरको यो भिडियो बनाउँदा त फरक त पर्दैन नि त यसो हाम्रो दाइको प्लेटको 20 रहेछ हाफ प्लेटको 10 लेउ रहेछ हामीले चाहिँ जस भर्खर उताबाट खाएर यो 10 रुपियाँको अर्डर गरेको छु कति राख्नु चम्चा 2टा राखिदिनु न धन्यवाद दाइ अब चटपटेको मजा लिउँ यहाँ गएर जाउँ त ल यहाँ बसेर यसो चटपटे नि मिठो रहेछ जोस् तर आइडिया चाहिँ दामी लाग्यो आजको लास्ट मेरो लन्च रोमेनाको अनि जस यस्तो छ यो भेजी मसरुम फ्राइज लाग्यो पकोडा टोफु आलु यो पोटेटो वेजेस चाउमिन मोमो अनि सस यतिको खाएर अब निस्किन्छु र खानपिन पनि गरेर आइसक्यो अब यति भन्दै मेरो यो रोमेनियाको भ्लग यही एन्ड गर्न चाहन्छु म